नेपाल गाउँहरूको देश हो। देशको अधिकांश भाग सहरले भन्दा गाउँले भरिएको छ। गाउँहरूको देश नेपालमा पछिल्लो समय गाउँहरू रित्तिँदै गएका छन्। विभिन्न सेवा सुविधा र सहजताको लागि भन्दै आफू जन्मे हुर्किएको सुन्दर गाउँ छोडेर सहर र तराई सर्नेहरूको संख्या ठूलो छ। यो दृश्य हो हरिनास गाउँपालिका कुलुङ खोला घुरुम्सेको। कुनै बेला यहाँ धेरै घरहरू घुरुम्म घरहरू भएकै कारण यस ठाउँको नाम घुरुम्से राखिएको हो। अहिले यहाँ धेरै घरहरू पनि रित्ता छन्। यो गाउँ रित्तिनुका थुप्रै कारणहरू छन्। गाउँहरूमा बाटो, स्वास्थ्य चौकी, बिजुली बत्ती, शिक्षा जस्ता पूर्वाधारहरू पुगिसकेका छन्। विद्यालयका ठूला ठूला भवनहरू बनिसकेका छन्। तर पनि गाउँ छोड्नेहरूको संख्या दिनानुदिन बढ्दो छ। यस्तो किन भइरहेको छ, यसको बारे केही छलफल गर्न जरुरी छ। केही वर्ष अघिको तुलनामा सेवा सुविधा गाउँघरमा पुगिरहेका छन्, तर ती सेवा सुविधा पर्याप्त छैनन् र भएका पनि गुणस्तरीय छैनन्। विद्यालयका ठूला ठूला भवनहरू बनिसकेका छन्, तर पढाइको गुणस्तर बढाउन सकेका छैनौँ। स्वास्थ्य चौकीका ठूला भवनहरू बनिसकेका छन्, तर उपचार पाउन मुस्किल भइरहेको छ। अधिकांश गाउँ छोड्ने मानिसहरूको भनाइ के पाइन्छ भने उपचार र आफ्नो बालबालिकाको शिक्षाको लागि गाउँ छोड्नु पर्यो। अतः गाउँ खाली हुनुको एउटा महत्त्वपूर्ण कारण गुणस्तरीय शिक्षा र स्वास्थ्य नहुनु नै हो। रोजगारको अवसर नहुनु पनि अर्को महत्त्वपूर्ण कारण हो। गाउँमा स्वरोजगारको वातावरण पाइँदैन। नगरे पनि कृषि, गरे पनि कृषि, त्यही पनि निर्वाहमूर्खी कृषि। केही फाटफुट व्यावसायिक रूपमा कृषि गर्न लागेकाहरूको पनि कृषि उत्पादनले बजार पाउँदैन, मूल्य पाउँदैन अनि अनुदान पनि अझै वास्तविक किसानले पाउने गरेको पाइँदैन, जसको कारण सरकारले कृषकलाई कृषिमा भविष्य देखाउन सकेको छैन। परिणाम के आएको छ भने गाउँमा बसेर जति गरे पनि केही हुँदैन भनेर गाउँ छोड्नेहरूको संख्या ठूलो छ। राजनीतिक वितृष्णा अर्को एक महत्त्वपूर्ण कारण हो। यसबाट गाउँ सहरका अधिकांश नागरिक असन्तुष्ट छन्। तीनवटै तहका सरकारले आफ्ना नागरिकहरूलाई प्रभावकारी सेवा प्रवाह गर्न सकेका छैनन्। नेताहरूको विश्वसनीय बोली पनि पाइँदैन। सुशासन कायम गर्न हाम्रा दल र सरकारहरू चुकेका छन्। यसको परिणाम के छ त भन्दा मानिसहरूको रोजाइ विदेश र सहर बनिसकेको छ। गाउँ खाली भइसकेको छ। यसको निम्ति कसले कहाँ के गर्नुपर्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ। आफ्नो हुँदै गरेका पाखा जमिनहरूलाई बाँझो राखेर अन्यत्र जाने यो बसाइसराईको क्रमलाई रोक्न के गर्नुपर्छ भनेर यहाँहरूले कमेन्टमा लेखिदिनु होला भन्दै आजको यो बसाइबाट बिदा लिन चाहन्छौँ। हस्त, धन्यवाद।